मनुष्य जीवन एक विराट अवसर भने यस जगतमा जति पनि प्राणीहरू छन्, जीवहरू छन्, वनस्पतिहरू छन्, तिनीहरूको जीवन पनि सूक्ष्म रूपमा हेर्दा अवसर नै हो, रूपान्तरण। तथापि मनुष्य जीवन परिपूर्ण रूपान्तरणको अवसर हो कि जस्तो मलाई लाग्छ। किनभने मनुष्य जीवनमा अथवा मनुष्यसँग संवेदनशीलता रहेको हुन्छ, मनुष्यसँग सजगता रहेको हुन्छ, मनुष्यसँग विवेक रहेको हुन्छ। यदि मनुष्य त्यो विवेकलाई रूपान्तरण गर्न चाहन्छ र उचाइमा लैजान चाहन्छ भने मनुष्य सम्म पुग्न सक्दछ। मनुष्य विराट सम्भावना सहित यस अस्तित्वमा रहेको हुन्छ। जीवन दिव्य छ, समग्र जीवन दिव्य छ, समग्रताको जीवन्तता पनि दिव्य छ। त्यसमा पनि मनुष्य जीवन महादिव्य अवसरको साथ प्रकट भएको हुन्छ। यदि हामी त्यसलाई एहसास गर्न सक्छौं र त्यही अनुरूपको कर्मले जीवनलाई रंगीन बनाउन सक्छौं भने हाम्रो जीवन दुःखदायी हुन्छ मलाई यस्तो लाग्दैन। परिस्थिति त हाम्रो बसमा छैन र परिस्थितिलाई बदल्ने चेष्टा गर्छ भने मनुष्य त्यसै क्षणबाट विवेकहीनतामा प्रविष्ट हुन्छ। मनुष्य त्यसै क्षणबाट पाशविकतामा प्रविष्ट हुन्छ। किनभने हामी परिस्थिति बदल्न कहाँ सक्छौं र? यदि हामी तराई भूभागमा छौं भने हामी त्यहाँको उष्ण परिस्थितिलाई, गरम परिस्थितिलाई, तापक्रमयुक्त परिस्थितिलाई बदल्न सक्दैनौं। त्यसैगरी हामी त्यही धराको उचाइ हिमालमा अथवा उच्च स्थानमा छौं भने त्यहाँ बहुत ठण्डा हुन्छ र त्यसलाई पनि त हामी बदल्न सक्दैनौं। तर हामी हाम्रो मनस्थितिलाई बदल्न सक्छौं। हो, परिस्थिति बदल्ने चेष्टा विवेकहीनताको प्रारम्भ हो कि जस्तो मलाई लाग्छ र मनस्थिति बदल्ने चेष्टा विवेक जगाउने सहज प्रयत्न हो कि जस्तो मलाई लाग्छ। तर हामी मनस्थिति बदल्ने विवेकवान प्रयत्नलाई भन्दा आफ्नो बसमा नरहेको परिस्थितिलाई बदल्ने विवेकहीन प्रयत्नमा जोड दिन्छौं। यसर्थ हाम्रो जीवनमा दुःखको एहसास हामी गर्दछौं। हो, दुःख त्यहाँसम्म मात्र रहन्छ जहाँसम्म तपाई आफूलाई स्थापित गर्नुहुन्छ। तपाई देहको तलमा मात्र आफूलाई स्थापित गर्नुहुन्छ र बुद्धिको तलमा मात्र तपाई जीवन जिउनुहुन्छ भने त्यहाँ तपाई न विवेकवान बन्नुहुन्छ, न मनस्थितिगत अनुकूलताको अनुभूति गर्ने पथको पथिक नै तपाई बन्न सक्नुहुन्छ। हो, मन तपाईलाई परिस्थिति बदल्न उत्प्रेरित गर्छ, तर चेतना तपाईको मनस्थिति
बदलिएपछि स्थापित हुन्छ कि जस्तो मलाई लाग्छ। हो, हामीले हाम्रो विवेकलाई चाइतिर लैजानु छ, हाम्रो विवेकलाई जगाउनु छ, हाम्रो विवेकलाई प्रबल बनाउनु छ भने हामी सतही साथै पार्थिवताको त्यो मोहबाट मुक्त हुन जरुरी हुन्छ। किनभने विवेक तपाईं पार्थिवताको उपलब्धता, परिस्थितिलाई सहज बनाउने चेष्टा, त्यसैगरी तपाईं जीवनलाई केवल पार्थिवताकै तलमा अगाडि बढाउनुहुन्छ भने नि ती कृत्यहरूबाट तपाईं विवेकवान बन्न सक्नुहुन्न। र जब व्यक्ति विवेकवान बन्न सक्दैन तब उसले गर्ने कृत्य संवेदनशीलताले भरिन सक्दैन। उसले जिउने जीवन आनन्दमय बन्न सक्दैन। उसले दिने विचार सम्यक बन्न सक्दैन। उसले निर्मित गर्ने ऊर्जा सात्विक बन्न सक्छ, मलाई यस्तो पनि लाग्दैन। किनभने हामी जीवन केवल सतहमा बाँचिरहेका हुन्छौँ र हामी केन्द्रबाट यसरी विमुख हुन्छौँ, हामीलाई स्वयंको केन्द्रको एहसास नै हुँदैन र हामी सतहलाई नै अनुकूल बनाउने प्रयत्न गर्छौं र सतहलाई नै हामी मलमपट्टी गर्छौं, जहाँ जड हुँदैन, जहाँ जरा हुँदैन। र जबसम्म तपाईं सतहलाई मलमपट्टी गर्नुहुन्छ नि, भित्रको घाउ कहाँ निको हुन्छ। र जबसम्म तपाईं सतहलाई शाश्वत बनाउने प्रयत्न गर्नुहुन्छ नि, तबसम्म तपाईं अन्तर गहिराईमा रहेको शाश्वतलाई कहाँ भेट्न सक्नुहुन्छ। हो, मैले अघि भने नि, व्यक्ति मनस्थिति बदल्ने प्रयत्नमा भन्दा ज्यादा परिस्थिति बदल्ने प्रयत्नमा जोड दिन्छ। र परिस्थिति भनेको सतै चीज हो भने मनस्थिति अन्तरको अवस्था हो कि जस्तो मलाई लाग्छ। तपाईको विवेक सतही रूपान्तरणबाट बल बन्दैन र विवेकलाई प्रज्ञावान बनाउनको निमित्त तपाईं सोमा स्थित हुन जरुरी हुन्छ र तपाईं भित्र रहेको सतहीपन भन्दा भित्रको अवस्थितिमा तपाईं रूढ हुन जरुरी हुन्छ। हो, धेरै मानिसहरूले भन्ने गर्छन्, मेरा विचारहरू बुझ्न गाह्रो हुन्छ र म ती प्रत्येक भनाइहरू उप के भन्छु भने मैले जटिलताको धन्दा छोडेको छु। म सरलतामा, सम्यकतामा आफ्ना विचारहरू प्रकट गर्छु। तर जसले मेरा विचारहरूलाई जटिल भन्नुहुन्छ नि, उहाँहरू सायद जटिल जिन्दगी बाँचिरहनु भएको छ। यसर्थ मेरा सरल विचारहरू उहाँहरूलाई जटिल लाग्दछ। खैर, जेसुकै हो, जीवनमा तपाईं जब कुनै पनि कर्म गर्नुहुन्छ, त्यो कर्म गर्दै गर्दा अनेक प्रतिक्रियाहरू हुन्छ। जहाँ क्रिया हुन्छ त्यहाँ प्रतिक्रिया अवश्य हुन्छ र तपाईं
क्रियालाई छोडेर तपाईँ सजगता पथमा हुनुहुन्छ र त्यो आफ्नो सजग विवेक उपयोग गरेर गरिरहेको कृत्यमा कसैले आफ्नो प्रतिक्रियाहरू जनाउँदा यदि तपाईको कर्मलाई छोडेर प्रतिक्रियातिर ध्यानस्थ हुनुभयो अथवा त्यो प्रतिक्रियामा भावमय हुनुभयो, बग्नुभयो भने तपाईको सम्यक कर्मबाट भड्किनुहुन्छ। र जब तपाईको सम्यक कर्मबाट भड्किनुहुन्छ, तपाईँ पुनः गहिराई छोडेर सतहमा प्रविष्ट हुनुहुन्छ। र जब तपाईँ सतहमा प्रविष्ट हुनुहुन्छ, तपाईको विवेकको गहिराई पनि सतही बन्छ। फेरि विवेक दरिद्र बन्न थाल्छ। हो, जहाँ विवेक दरिद्र बन्छ, जहाँ विवेक सतही बन्छ, जहाँ विवेक संकीर्ण बन्छ, त्यहाँ तपाईको प्रज्ञा पनि क्षय हुन थाल्छ। र जहाँ प्रज्ञा क्षय हुन्छ, त्यहाँ घृणा, विद्वेष, पाशविकता, अमानवीयता, स्वार्थ, भ्रष्ट आचरण, असम्यकता यस्ता कुराहरू जीवनका साथी बन्छन्। र यस्ता कुराहरू जीवनका साथी बनेपछि तपाईमा स्थित हुन कदापि सक्नु। र जब तपाईमा स्थित हुन सक्नुहुन्न नि, तपाईँ अन्तर गहिराईको अनुभूतिबाट सधैँ वञ्चित रहनुहुन्छ। जो अनुभव गर्नको निमित्त तपाईँ शान्त हुन जरुरी छ। तपाईँ परिस्थिति बदल्ने मूर्खतापूर्ण कृत्यबाट जुन दिन मुक्त हुनुहुन्छ र हर परिस्थितिमा मनस्थिति बदल्नुहुन्छ, अथवा तपाईँ स्वयंमा स्थित भएर सतही चीजको मोहमा वशीभूत भएर तपाईको विवेकलाई जुन पलबाट गुमाउनुहुन्छ, त्यही पलबाट तपाईँ मनस्थितिलाई स्थिर राख्ने या गहिराईतिर लैजाने, मनलाई शान्त बनाउने या आत्मिक रूपान्तरण गर्ने पथबाट अनन्त दूरीमा रहनुहुन्छ र तपाईँ त्यही परिस्थिति बदल्ने मूर्खतापूर्ण खेलमा लाग्नुहुन्छ, जहाँ तपाईँ मौसम बदल्न चाहनुहुन्छ, अस्वीकार गर्नुहुन्छ, जहाँ तपाईँ व्यक्ति बदल्न चाहनुहुन्छ, दोस्रो व्यक्ति जो बदल्न असम्भव हुन्छ। तपाईँ हर तरहले स्वयंलाई अनुकूल हुने चीजहरू बाहिरी रूपमा अथवा सतही रूपमा स्थापित गर्न चाहनुहुन्छ। हो, यही गलत हरकतले व्यक्तिको जीवन नित्य दुःखदायी बन्छ। हो, तपाईँ परिस्थिति होइन, मनस्थिति बदल्नुहोस्। र जब व्यक्ति मनस्थिति बदल्छ नि, तब उसको जीवनमा सम्यकता, उसको जीवनमा एउटा निश्चिन्तता, उसको जीवनमा स्वीकार भाव, उसको जीवनमा प्रेम, समभाव, करुणा, मैत्री, मानवता, संवेदनशीलता जस्ता चीजहरू निर्मित हुन थाल्दछ। हो, जीवन रहस्यमय छैन। जीवन यदि हामी विवेकवान भएर बाँच्दछौँ भने नि जीवनमा रहस्यमय लागेका
चीजहरू पनि सामान्य बन्दै जान्छन् र रहस्यको भ्रमित परिभाषाबाट व्यक्ति मुक्त हुँदै जान्छ। किनभने यहाँ परिस्थिति पनि रूपान्तरित भइरहेको हुन्छ र तपाईको मनस्थितिलाई बदल्नुहुन्छ भने नि परिस्थितिको रूपान्तरणलाई पनि सहज रूपमा देख्न सक्नुहुन्छ कि जस्तो मलाई लाग्छ। हो, जीवनका सारहरू तपाईँ सतहको रूपान्तरण गरेर भेट्टाउन सक्नुहुन्न। तपाईँ जीवनका सारहरू भेट्टाउन चाहनुहुन्छ भने नि तपाईले परिस्थिति होइन मनस्थिति बदल्न जरुरी हुन्छ। हो, यति बेला मलाई जीवनका रहस्यहरू होइन, जीवनका गत्यात्मकता, जीवनका गतिशीलताहरू र ती गतिशीलताहरूलाई सरल रूपमा देख्ने सामर्थ्य प्राप्त भइरहेको अनुभूति म गरिरहेको छु। हो, यो आफैमा एउटा दिव्य क्षण हो। तपाईको बसमा नरहेको परिस्थिति बदल्ने चेष्टाबाट जुन क्षण मुक्त हुनुहुन्छ त्यही क्षणबाट तपाईको स्वमा स्थित हुनुहुन्छ र तपाईँ रूपान्तरित मनस्थितिको बलमा तपाईको प्रज्ञालाई गहिरो बनाउनुहुन्छ र गहिरो प्रज्ञाको आधारशिलामा तपाईको विवेक गगन बोधको ध्वनि बन्दछ। हो, जीवनलाई कसैले निर्मित गरिदिएको परिभाषामा होइन, तपाईँ आफ्नो स्वच्छन्दतामा बाँच्नुहोस्। तब जीवन संकीर्ण बन्दैन, तब जीवन गुलामीमा जकडिँदैन, तब जीवन फुलेको फूल जस्तै हुन्छ कि जस्तो मलाई लाग्छ। हो, जीवनलाई रूपान्तरण गर्ने लक्ष्य राखेर विचार प्रकट गर्नुहोस्। जीवनलाई रूपान्तरण गर्ने लक्ष्य राखेर कर्म गर्नुहोस्। जीवनलाई रूपान्तरण गर्ने लक्ष्य राखेर तपाईका प्रत्येक आचरणहरूलाई एकत्रित गर्नुहोस्। आखिर जीवनमा असहजता के छ? जीवनमा जे हामी जीवनको असहजता भन्छौं त्यो जीवनको असहजता होइन, त्यो जीवनलाई आधार दिन केही समयको लागि प्राप्त भएको क्षणभङ्गुरको असहजता हो कि जस्तो मलाई लाग्छ। र जब हामी क्षणभङ्गुरको असहजतालाई पनि स्वीकारेर जीवनको सहजतालाई आत्मसात गर्ने सामर्थ्य स्वयंको विवेकलाई जगाएर प्राप्त गर्न सक्दछौं भने निश्चय पनि त्यो जीवन दिव्य जीवन बन्दछ कि जस्तो मलाई लाग्छ। सायद यिनै वचनहरूतर्फ अनन्त कालदेखि विगतदेखि वर्तमानका जागृत व्यक्तिहरूले यही सन्देश, यही इशारा, यही प्रयत्न गरिरहेका छन्। यही प्रयत्न भइरहनेछ, मलाई यस्तो लाग्छ। हो, तपाईँ सतहलाई मलमपट्टी गरेर अन्तरको घाउलाई निको पार्ने मूर्खतापूर्ण प्रयत्नबाट विमुख भएर अन्तरको घाउलाई स्वीकार गर्नुहोस् र त्यसको सम्यक बोधपूर्ण मलमपट्टी गर्नुहोस्। जीवन मलबत हुन्छ। जीवन असहज परिस्थितिमा पनि सहज अगाडि बढ्छ। जसरी जलमा कमल जलबाट अछुतो रहन्छ,
हो जीवन कमलवत बनाउनुहोस्। यही उचाइको उपमा हो र यो उपमालाई वास्तविकता बनाउनको निमित्त तपाईको कर्म, तपाईको आचरण, तपाईको भोजन, तपाईको समग्रतालाई यसरी अगाडि बढाउनुहोस् जहाँ तपाईं सतहमा होइन गहिराईमा आफूलाई स्थापित गर्नुहोस्। गहिराई भनेको उचाइ पनि त हो र उचाइ विराटता पनि त हो। हो जीवन निचाइमा तबसम्म रहन्छ जबसम्म तपाईको विवेकलाई व्यवहारिक रूपमा बदल्नु। आजलाई यति भन्छु। प्रेम नमन।